ल ल ल गाइस हामी चाहिँ आज टक्क है टक्क तीन भाइ मिलेर टक्क आज चाहिँ च्याउ खोज्न जान लाग्छौँ हामी के हामी फेरि टक्क गाउँले पारामा हो गाउँले पारामा च्याउ चाहिँ कति भेटिन्छ नि त्यो चाहिँ थाहा छैन जानुपर्ने चाहिँ ऊ माथि हौ माथि त्यो जङ्गलमा टक्क है ल भाइ आज च्याउ कति ल्याउने विचार छ ल भन्नु तेरो अब के हामीलाई केही दिने होइन ल भाइले एक्लै ल्याउने अरे है सबै च्याउ नै नदिने अरे ल तँ चाहिँ कति ल्याउँछस् नि च्याउ भन्न हो है तँ कति ल्याउँछस् त अब ल यसले चाहिँ केही भन्न चाहेन ल्याउँछु नि अब ल अहिले त ल्याउँछ अरे टक्क हामी चाहिँ जाँदैछौँ के कस्तो हुन्छ च्याउ चाहिँ कति भेटिन्छ नि हेरौँ पछाडि सुसाउँदै देउरालीले मिठो गीत गायो हिउँले सरी यो कलेजी पिरतीले टक्क हामी चाहिँ है वनतिर च्याउ खोज्दै आइसक्यो जङ्गल टक्क हामी चाहिँ च्याउ है च्याउ पनि टन्नै के कुरा लाएर कि क्या यत्ना च्याउ छ नि यार यत्ना कि यसरी टिप्ने हो यो च्याउ टिप्न लाग्छ त भाइ च्याउ यार च्याउ टिपे त्यही भएर त भिडियो गराइरहेको छु त भाइ यार त्यता उक्लिन्न म हामी यहाँ च्याउ पाल्यौँ हामीले टक्क बेरु ल्याउ च्याउ ऐसेलु खान्छ त्यहाँ एउटाले ल आज पहिलोचोटि यति च्याउ पाइयो धेरै वर्षपछि आइएको थियो नै भाइ यार मेरो गोजो छ भाइ यार ल अब फेरि जाँदैछौँ अब च्याउ भेट्यो भने गराउँदै जान्छु ल च्याउ कस्तो गाह्रो छ ल के कस्तो भइरहेको छ त कति भेट्यो च्याउ च्याउ कति भेट्यो क्या हामीले टक्क हामीलाई हेला मामाले ढुक्का ल्याएको पुग्दैछौँ है टक्क जङ्गलतिर आउने नि गाह्रो छ यार अब यहाँ च्याउ चाहिँ टन्नै पाइन्छ है ल हाम्रा हेला मामाले ढाले रुख्दै विश्राम त गर्ने हो भाइ हेर पानी सानी खाने हो मैले घरमा लिएर आएर हेर त यार के रहेछ नि यार यहाँ बच्चा रहेछ उड्यो कुकुर च्याउ हेर उयो ठन्डा पानी अहिले च्याउ हरिन सक्छ नि त्यहाँ खाउने चलो 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 भाइ गाडी ओभर नगर्नु हेला मामाले ढाले अब यहाँ आइज उम्रो एक्लै छ यार हुन त हामीलाई हेला मामाले ढाले कति वर्ष भयो यार यो रुख कहाँ अहिले च्याउ अहिले सुन्छ होला नि यार मेरो भाइ झोलाभरि सेवा हेरौँ न झोला च्याउ खोज्दै त तल झरेको म त हिँड्न सक्दैन म त बस्ने हो भने बनाउनु भएको छ यार केटा च्याउ पाएपछि मलाई है हामी चाहिँ च्याउ ल भाइ च्याउ कति कति भेटेको अरे यसले चाहिँ च्याउ टिप्यो एक्लै गएर है हामीलाई के हामी के यार देखाइदिनु त दे कति बिस जिन्दगीमा आतिर म फेरि है यस्तरी टिपेको छु यिनीहरू धेरै बढी टिपेको छु एक्लै के फेरि ल हामी अब सुन अब यति त हातमा देखेर चाहिँ यहाँ त कति छ यिनीहरूसँग छैनन् फेरि यति धेरै फेरि मसँग एक्लै हो नि यति यहाँसम्म छ नि अब यति पुगा त हामीले त एक गोजो बाँधरी टिपेको छ थाहा छ ल नै भेटिएपछि नि हामीलाई पनि भनेस् है नै बार्ने हो बराबर अगाडि बराबर बार्ने सल्लाह भाइ बाहिर त ल अब छैन अगाडि त म सक्दैन कि भने त अब त मैले जित्छु अब जित्तिले अब हाम्रो हेरौँ नि त च्याउ यहाँ कोहीले यस्तरी पोल टिप्नु समात्छ र यसलाई गाह्रो छ होइन यहाँ यस्तो गरिन त्यो प्लास्टिकमा यहाँ कोहीले कि यस्तरी देखाउँछ है च्याउटी बेच त्यहाँ कोही थैला ऊ झोल्नै परि
यस्तो च्याउ टिप्के त यस्तो टक्क यस्तो भएको छ यहाँ यी नपाएन यी यहाँ छ यहाँ छ यी। यो होइन र त्यो यी। छ त यी यहाँ यहाँ अझै नि छ क्या मैले त च्याउै टिपेको छैन यार मैले त च्याउै टिपेको छैन बाँध्न त लाभ केटाहरू बानी यहाँ संस्कारमा छैन यहाँ यी च्याउ यस्तो दामी दामी च्याउ अब त यहाँ घरमा त खुसी हामी चाहिँ बसेर तामा जङ्गलमा बसेर कालिज मारेर कालिज पोलेर खानु लाग्यो हामी चाहिँ कालिज आज कुराको रहेछ त्यो चल्दो बचेर रहेछ कालिज बचेरलाई मारेर खान्छ हामीले बचेरलाई देखाएको एउटा चाहिँ ऊ घारी बचेर मारिदिनु चाहिँ भारी पानी भर्छ एउटा चाहिँ म त यहाँ कालिज बोटिरहेको छु अनि अरू अरू केही छ भाइ भन्नु ल छिटो केही भन्नु छ भने छिटो है तेरा दुई शब्दहरू मकै लाएको छ मलाई धेरै भन्दा धेरै यहाँबाट माथि जानु छ सेल्पा ख्या बादा पानी हो यो चाहिँ भनिस् त्यो सेउबाको बाटो पानी भने सिस्ने आठ भुरुङमा भने हामी यो बाटो पानीमा छ हामी राम्रोसँग बोल त भाइ यार म यहाँ दुई छिटो टक्क हामी चाहिँ सेल्पा ख्या बादा पानीमा त उकालो लाग्यो यता त्याउ कति भयो त्याउ अब त्याउ त्यस्तै हो साग खोज साग हामी पिउरा नआयो हिँड अरे यार यो यार साग हो कि के हो साग होइन होला यार बोले लाग्छ कान्छेलाई यार मल्चरीका बथन हजुर बसै सरीका आँसुसँगै दुःख झरे खुसी भरिला टक्क है हामी चाहिँ धुरी फाटे हामी चाहिँ टक्क धुरी फाट्या ठाउँ चाहिँ पुग्या छ यहाँदेखि चाहिँ हाम्रो गाउँ देखिन्छ क्या तल हाम्रो गाउँ यही हो हाम्रो गाउँ चाहिँ है के कस्तो छ अब टक्क कमेन्ट गर्नु होला है कसैले टक्क यो चाहिँ धुरी फाट्या हो हामी चाहिँ च्याउ खोज्दै 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 आएको अनि टक्क यहाँदेखि फेरि देखिन्छ यहाँ त जतै देखिन्छ यहाँदेखि त टक्क पर्यटनहरू पनि देखिन्छ